Valverde hospitalized. Tchouaméni fined 50 lakhs euros. Vinicius being called snatched by his own teammates. And Barcelona about to win title at the Bernabeu. यस्तो छ हाम्रो रियल म्याड्रिडको हालत आज। अनि मैले 3 महिना भिडियो अपलोड गरेको थिइनँ। Honestly म केही बोल्न सकेको थिइनँ 3 महिना र आज बोल्न मन लाग्यो। वेलकम ब्याक टु द 99 मिनेट्स। हामी माड्रिस्टाहरूको लागि यो सिजन एउटा नाइटमेयर सोच्नुहोस्। सिजन सुरु हुनुभन्दा अगाडि सबैले भने जाबी अलोन्सो आयो, एम्बाप्पे आयो, रियल म्याड्रिडले फेरि जित्छ। तर के भयो? 3 म्यानेजर्स इन 1 सिजन, 0 ट्रफिज, अ ड्रेसिङ रूम द्याट्स लिटरली फाइट विथ इच अदर्स एन्ड बार्सिलोना आर रेडी टु लिफ्ट द टाइटल्स। आजको भिडियोमा म 3वटा कुरा डिस्कस गर्छु। नम्बर 1, वाट वेन्ट रङ विथ जाबी अलोन्सो। नम्बर 2, इज द रियल म्याड्रिड ड्रेसिङ रूम एक्चुअली ब्रोकन। एन्ड नम्बर 3, हु इज रियली टु ब्लेम एन्ड वाट ह्यापन नेक्स्ट। त्यो लास्ट पोइन्टमा मेरो अनेस्ट टेक आउँछ, विच माइट बी अ लिटल कन्ट्रोभर्सल, तर द्याट्स वाइ वी आर हियर, राइट? लेट स्टार्ट विथ द बिगिनिङ। जाबी अलोन्सो मे 2025 मा जब जाबी अलोन्सो रियल म्याड्रिडमा आयो, वी अल माड्रिस्टा आर एक्साइटेड। बाइन क्रुजरमा उसले एउटा पनि म्याच हारेको थिएन पुरा सिजनमा। अनबिटेन च्याम्पियन्स, बुन्डेसलिगा जित्यो, डिएफपी पोकल जित्यो, लेजेन्ड। बट फ्रम डे 1 देयर वाज अ क्रैक। सोर्सेस फ्रम इनसाइड द क्लब सेज जाबी अलोन्सो appointment was pushed by the general director Jose Angel Sanchez. The president had doubt about Xavi experience with big egos and he was right to worry. Club World Cup मा PSG ले 4-0 ले हरायो। त्यहाँ नै कुरा सुरु भयो। ड्रेसिङ रूममा भिनिसियस फ्रस्ट्रेट थियो। जाबीले उसलाई राइट विङमा खेल भन्यो, उसलाई ड्रप पनि गर्यो। देन अक्टोबर 26, 2025 एल क्लासिको, रियल म्याड्रिड बिट बार्सिलोना 2-1 एट बर्नबू। एम्बाप्पे स्कोर, बेलिंगम स्कोर। इट्स लुक लाइक द बिगिनिङ अफ समथिङ स्पेशल। तर त्यही म्याचमा भिनिसियसलाई 72 मिनेटमा सब्स्टिट्युसन गर्यो अनि क्यामेरामा क्याप्चर भयो भिनिसियसले बोलेको वर्ड, मे भोए डाल इक्युपो, नेपालीमा म टिमबाट जान्छु। That one moment was beginning of the end. Defeats to Celta Vigo, lose to Liverpool and Manchester City in the Champions League. Then the Super Cup final, 3-2 loss again Barcelona. अनि अग्लो दिन नै जाबी अलोन्सो आउट। 233 days. That's all he got. Now let's talk about dressing room because this is where it's get crazy. Alvaro आयो, कास्टेलाको कोच थियो, रियल म्याड्रिडको रिजर्भ टिम, केही कोचिङ एक्सपिरियन्स थिएन टप लेभलमा। एभ्रीवन कल इट्स अ टेम्पोररी फिक्स अनि रिजल्टले नै त्यही देखायो। कोपा डेल रे, फर्स्ट म्याच अन्डर अल्भेरो, लस टु अल्भेसिटा, अ सेकेन्ड डिभिजन क्लब। Then UCL quarter final exit to Bayern Munich. La Liga 11 point behind Barcelona. तर सबैभन्दा ठुलो न्युज भालभर्डे र चुआमेनीको फाइट। This week Valverde and Tchouaméni has physical fight at training and Valverde end up in hospital. The club fined both players 50 lakh each. The biggest internal fine in the Real Madrid history. अनि त्यो फाइट ड्रेसिङ रुमबाट लिक भयो। कुन प्लेयरले लिक गर्यो गेस गर्छौ? None other than Vinicius Junior. Spanish news को अनुसार Vinicius Junior is the one who leaked the news to press. And even Alvaroलाई पनि भिनिसियसले के भइरहेको छ ड्रेसिङ रुममा सबै कुरा डिटेलमा भन्थ्यो। रुडिगर स्ल्याप यङ प्लेयर एट ट्रेनिङ, प्लेयर्स रिपोर्टेडली फ्रिजिङ आउट Alvaro, मिलियन अफ साइन अ पेटेन्ट टु रिमुभ एम्बाप्पे फ्रम स्क्वाड। यार यो फुटबल टिम होइन, यो एउटा टिभी ड्रामा हो। अब ओके, हट टेक टाइम। Who actually to blame? सबैले आल्भेरोलाई ब्लेम गर्छ, कसैले पापा पेजलाई, कसैले एम्बाप्पेलाई। तर मेरो भ्यूमा ब्लेम 3 ठाउँमा जान्छ। नम्बर 1, पापा पेजले जाबी अलोन्सोलाई पुरा ट्रस्ट गरेनन्, उसलाई ट्रान्सपोर्ट टार्गेट दिन सकेन अनि जब टिम स्ट्रगल गर्न थाल्यो उसलाई तुरुन्तै हटायो। 233 days, कुनै पनि म्यानेजरले यो प्रेसरमा काम गर्न सक्दैन। नम्बर 2, द सिनियर प्लेयर्स, भिनिसियस, बेलिंगम, एम्बाप्पे। यो टिममा धेरै नै इगो छ। एउटा म्यानेजर आउँछ, प्लेयर म्यानेज गर्नलाई आफूभन्दा बढी इनर्जी खर्च गर्छ। यो रियल म्याड्रिडको रोस्ट होइन, यो एउटा कलेक्सन अफ सुपरस्टार हो जो टिम बन्न बिर्स्यो। नम्बर 3 एन्ड द कन्ट्रोभर्सल, जाबी अलोन्सो हिमसेल्फ। आई रेस्पेक्ट जाबी अलोन्सो, तर उसको पनि गल्ती छ। एज अ म्यानेजर उसले भिनिसियस जुनियरलाई म्यानेज गर्न सकेन, ड्रेसिङ रुममा युनिटी कहिले पनि बिल्ड गरेन। द्याट्स अ लिडरशिप फेलियर। बटम लाइन, यो एउटाको गल्ती होइन। जबसम्म रियल म्याड्रिडले एउटा स्टेबल कल्चर बिल्ड गर्दैन, कोही पनि कोच आओस्
पुरा सेम नै हुन्छ। त्यो भयो आजको हाम्रो ब्रेकडाउन रियल म्याड्रिडको वर्स्ट सिजन, कजेस, केओस र मेरो अनेस्ट टेक। नेक्स्ट भिडियोमा म कुरा गर्छु हु शुड बी रियल म्याड्रिड नेक्स्ट म्यानेजर, मोरिनो, क्लब कि अरू कोही। मेरो पिकले तपाईँलाई सरप्राइज गर्न सक्छ। इफ यु आर मजिस्टा कमेन्टमा लेख्नुहोस् यो सिजनमा कहिले सबैभन्दा बढी दुःख लाग्यो। आई वान्ट टु नो। सब्सक्राइब टु 99 मिनट फुटबल बियोन्ड हाइलाइट्स। फेरि भेटौँला। हाला म्याड्रिड।